सबको मिले दिया तो नहीं जीवन जो उठाया जीव संस्कृति जीव भाषा जात जाति सबकै विविधता थियो उसले विविधता दिएका न झिक उसको छोडिएको त हुन्छ नि विश्व छौ उनीहरू नै झिकिसाए जस्तै मुस्लिम धर्म माने हिन्दू धर्म माने बुद्ध धर्म सबको धर्म उसले न झिक बाबु ठुलो मोरो नब्बे मिले दिएको मोरो वो चाहिँ झिसँग गर्व लाउ पनि वो थिएन आज गुण सुनाइथियो नेवार भाषा ज्ञापन पत्र ठ्याक्कै ज्ञापन पत्र नेवार भाषामा मेरो भाइजी नेपाली भाषा ज्ञापन पत्र ज्ञापन पाऊ हजुर एकदम बालक चाहिँ यहाँ दियो उखेर यो सुभा यो खुसी नलगेको दक्षिण शिव खाएको त्यो जनगणना दियो पटक पटक आफ्नो 10 वर्ष सुरुवातकै यहाँ हो तथ्याङ्क सङ्कलन महाकुम्भ मेला राख्न दियो आज छुट्टै जो लाग्छ हाम्रो 10 वर्ष बिमारी वो अवस्था छ जनगणना चलाउँदो त्यो जनगणना यहाँ क्रममे विक्रम सम्वत 1968 साल ठाउँ सिकेर 110 वर्ष हिँड्यो चन्द्र शमशेर प्रधानमन्त्री जो नेपालले पहिलो जनगणना गर्यो उसले नेपालीहरू जम्मा जम्मी जनसङ्ख्या 56 लाख हाराहारी यहाँ 110 वर्षले भयो जनगणना चौधो बिचौधो ठुकै छ अनुमान यहाँ 3 करोड जनसङ्ख्या होइन यो अनुमान वो हिसाबमा 5.5 गुणा चाहिँ जनसङ्ख्या बढेको अवस्था थियो ठुलो अवस्था समय क्रम अनुसार चाहिँ नि उली फटो उली चाहिँ नि समावेशी यामा चाहे जाति चाहे भाषा धर्म क्षेत्र वर्ग लिङ्ग देख्छु वो हिसाबमा जनगणना न क्वेसन त ठक्कै प्रश्न त ठक्कै जो हुन वो 2048 साल यो जनगणना विषय चाहिँ नि भाषै बारे जाति बारे पहिला नै इन्फर्मेसन यहाँ चाहिँ नि पब्लिस भयो जाति इन्फर्मेसन 48 साल जनगणना चाहिँ प्रकाशन यहाँ फटो होइन 58 जुल 68 जुल 78 ठुलै सिलसिला चाहिँ नि त्यसमा मेन त नि प्रश्न चाहिँ भाषै सम्बन्धी चाहिँ नि जाति हो 100% हो जाति ओके तपाईँको जाति के हो ठहरो जातिलाई छुट्टै जिम्मा गर्नु जस्तै मल्ल मल्ल नेवा मल्ल नटो ठकुरी मल्ल नटो यो पनि जोशी उहाँको सर चाहिँ नि बर्मु जोशी जो नेवा जोशी नटो हाल्नु अनि यो कुन नि कायस्ते दु नेवार अरू ए जुनी ठहरो जाति छुट्टै जिम्मा सम्बन्धित व्यक्ति जाति छ हो युनियनमा वो विषय लिएर चाहिँ नि जनगणना यो सफुले चाहिँ नि स्वयंले सोचेको क्वेसन थियो जुन तर उयो त्यो डिटेलली चाहिँ नि घेरा थिङ्किङ घेरा यहाँ चाहिँ नि त्यसमा म्यानुअल यो त म्यानुअल लेख्नु पायो म्यानुअल डिटेल म्यानुअल दियो चाहिँ नि त्यो हिसाबमा डिक्सनरी लेखेँ जाति ढाउँछु घेना हुई सुई जाति गुलिडु नेपाली पहिलो जनगणना जाति गुली रेकर्ड जुडु आ गुली चाहिँ दिएको कि एकदम विस्तृत रूपमा छिसाटीहरू अनि वो खै छुपिरहेको छिसा भने बिहारीको जो लिस्टिङ पहिलो चलाउने काम उकेला जाति दिने खबरहरू अनि चाहिँ नि कार्तिक 25 से मङ्सिर 9 को जनगणना दिनु वो जनगणना चाहिँ नि खे उयो पिन्द गणपति किदा के पिन्द हामी त चाहिँ नि छे हरेक परिवारिक जाति निर्माण गर्छ परिवार ढाबा के रहना छिस नर्मली छिस परिवार ढाबा छ जी ब्लड रिलेटेड छ मा अब बाजे बाजे कलाबाट के भए मस्त थोरै ब्लड रिलेटेड परिवार रहे तर जनगणना हिसाबले परिवारमा जनगणना इंग्लिशमा चाहिँ अब फ्यामिली वा हाउस होल्ड है जो तर नेपाली चाहिँ यहाँ चाहिँ छिस परिवारै रह्यो परिवार यो गयो रहेछ अनि अक्सर बसोबास गर्न छिस के भन्ने नहुँदो थोरै छियो किचन स्योर हैन जुन जो छोरो परिवार जस्तै